मलाई त एकदमै राम्रो फिल भइरहेको छ नि यार। रितेश ठकुरीले सुमनको नजिक आएर भने, यस्तो ठाउँमा यस्तै हो भाइ, थोरै चिसो नै हुन्छ। हगेर रात पारिस, त चाहिँ केही नबोल, अलि तैँले हगेरै ढिलो पारिस, बुझिस? तर अमित लामालाई केही फरक महसुस भइरहेको थियो। डर होइन, जस्तो कि उनीहरूलाई कसैले हेरिरहेको छ। अब तिमीहरू दुईजना कुराकानी नगर, अब हिँड, छिटो हिँडिहालौ। जब उनीहरू तलको जंगलको बाटोमा पुगे तबसम्म घाम पहाडको पछाडि लुकिसकेको थियो। जंगल अचानक एकदमै शान्त भइसकेको थियो। न चराहरूको आवाज न किराहरूको। उनीहरूलाई आफू हिँडिरहेको पाइलाहरूको आवाज एकदमै ठूलो लागिरहेको थियो। हिँड्दा हिँड्दै अमित लामाले बाटोदेखि अलिक पर कसैलाई उभिरहेको देख्यो।